सुशासन कहाँ छ? कहिलेबाट हामीले सुशासन तयार गर्छौं? प्रधानमन्त्रीको मात्रै गरिमामय बचेर यो सरकार रहनेवाला छैन। हाम्रो पनि गरिमामय बच्नुपर्छ। यस सदन मार्फत सरकारलाई म ध्यान आकर्षण गराउँछु। सामान्य एकजना श्रीमती नियुक्ति होइन, पुरानो नियुक्तिलाई ल्याएर राख्दै गर्दाखेरि मन्त्रीको पद लगेको हाम्रै सरकारले होइन। हामी जनप्रतिनिधिहरू हरेक नागरिकको आफन्त बन्न सक्नुपर्छ। सकेनौ भने यो सुशासन कायम रहनवाला सक्नेवाला छैन। फादर अफ द पब्लिक हेल्थ सुन्दा राम्रो सुनिएला, यो राम्रो शब्द होइन सभामुख महोदय। यो शब्द भनेको हैजा हो, फेरि पनि महामारी फैलिँदैछ। यो महामारी फैलियो भने पुराना शक्तिहरू आफै मात्रै बिग्रेर सकिएको होइन, यही शक्तिले सकाएको। हामीलाई पनि त्यसरी नसक्नु सभामुख महोदय। हामी यस सदनलाई गरिमामय भनेर सम्बोधन गर्दै गर्दा यस सदनमा रहेका सांसदहरूको गरिमामय रहेन भने अनि आत्मसम्मानमा चोट पुग्यो भने यो सदन गरिमामय रहँदैन। हामी डेमोक्रेसीमा विश्वास गर्ने जनप्रतिनिधिहरू हौं। आज केही दिन सरकार चलेको, केही दिन त त्यही अनुसारले चल्दैछ भन्ने कल्पना गरेका थियौं। केही समय बित्दै जाँदा फेरि पनि ब्युरोक्रेसीहरू सल्बलाएको हामीले देखेका छौं। भोट माग्दै जाँदा हामीले नागरिकसँग भनेका थियौं हरेक नागरिकको समस्याहरू हामी समाधान गर्न तत्तत समस्याको समाधानको निम्ति तत्तत मन्त्रालय होस् कुनै पनि संस्थामा पुग्छौं भनेका थियौं। सन्दर्भ दोलखाको एकजना चेलीले मलाई भन्नुहुन्छ भौतिक पूर्वाधार मन्त्रालयमा मेरो आफन्त आफ्नो मान्छे नभए बापत मेरो जागिर गयो। मैले सोध्न बुझ्न गएँ, सचिवलाई भेटेँ। सचिवको एन्सर एकजना जनप्रतिनिधि सांसदलाई के आउँछ भने तपाईँ अख्तियार जानुस्, अदालत जानुस्। अख्तियार र अदालत जानको लागि मलाई सचिवले सिकाउनु पर्दैन। सन्दर्भ अर्को त्यस्तै सन्दर्भ छ। कर्णालीको महामन्त्रीले अख्तियारलाई फोन गर्नुहुन्छ, यो 10औं वर्षदेखि अड्किरहेको फाइल छ, त्यो फाइल हेरिदिनु पर्यो भनेर एउटा कर्मचारीलाई उहाँले अनुरोध गर्दै गर्दा सकेको गर्नुस्, तपाईँको फाइल 10 वर्षसम्म पल्टाइँदैन भनेर आज त्यो शब्द दिइन्छ। फेरि के ब्युरोक्रेसी सल्बलाएको हो भने मैले उहाँहरूलाई एउटा संज्ञा दिएको छु, फादर अफ द पब्लिक हेल्थ सुन्दा राम्रो सुनिएला, यो राम्रो शब्द होइन सभामुख महोदय। यो शब्द भनेको हैजा हो, फेरि पनि महामारी फैलिँदैछ। यो महामारी फैलियो भने पुराना शक्तिहरू आफै मात्रै बिग्रेर सकिएको होइन, यही शक्तिले सकाएको। हामीलाई पनि त्यसरी नसक्नु सभामुख महोदय। म ध्यान आकर्षण गराउँछु यस सरकारलाई, प्रधानमन्त्रीको मात्रै गरिमामय बचेर यो सरकार रहनेवाला छैन। हाम्रो पनि गरिमामय बच्नुपर्छ। यस सदन मार्फत सरकारलाई म ध्यान आकर्षण गराउँछु। आज सांसदको भूमिका यहाँ आएर ढ्याप्ढ्याप पार्ने मात्रै हो, त्यतिमा हामी सन्तोष हुने छैनौँ र नागरिक पनि सन्तोष हुनेवाला छैनन्। त्यसकारणले सभामुख महोदय मैले दोहोऱ्याएको छु फेरि पनि, सामान्य एकजना श्रीमती नियुक्ति होइन, पुरानो नियुक्तिलाई ल्याएर राख्दै गर्दाखेरि मन्त्रीको पद लगेको हाम्रै सरकारले होइन।